अस्ति मैले जेएनजीको मागको विषयमा छरिएर रहेको जेएनजीहरूको 3वटा मुख्य माग चाहिँ देखिएको छ भनेर भनेको थिएँ। पहिलो भ्रष्टाचारको विषयमा, दोस्रो सुशासनको विषयमा र तेस्रो चाहिँ यो स्थायित्व प्राप्त गर्ने खालको सरकारको विषयमा कम्तीमा 4 वर्ष 5 वर्ष चाहिँ सरकार चलोस् भन्ने विषयमा चाहिँ जेएनजीको धारणा, जेएनजीका भाइ बहिनीहरूको र आम नागरिकको पनि भनौँ न त्यो धारणा रहेको छ भनेर भनेको थिएँ। मैले अस्ति एउटा भिडियो बनाएँ कि भ्रष्टाचारको विषयमा एउटा भिडियो बनाएको थिएँ र आज दोस्रो भिडियो बनाउँदैछु। त्यसैको सिरिज अन्तर्गत दोस्रो भिडियोमा म आज सुशासनको विषयमा बताउँदैछु। जसले शासन गर्छन् अर्थात् सबै शासकहरूले चाहिँ सामान्यतया शासन गर्नेहरूले मैले देशमा सुशासन कायम गरेको छु, मैले सुशासन कायम गरेर काम गरिरहेको छु भन्ने नै धारणा राख्दा रहेछन्। यो जस्तो 2007 सालभन्दा अगाडि राणाहरूले सरकार चलाउँदाखेरि होस्, त्यति बेला उहाँहरूले पनि मैले जनताहरूलाई सुशासन दिइरहेको छु भन्ने नै धारणा राखेको देखिन्थ्यो। मैले नै ठिक गरेको छु भन्ने धारणा राखेको देखिन्थ्यो। त्योभन्दा पछाडि 7 सालभन्दा पछाडिका जति शासकहरू छन् र यो 47 सालभन्दा यता आइसकेपछि पनि, प्रजातन्त्र आइसकेपछि पनि जसले चाहिँ शासन गर्नुभयो सबैले चाहिँ मैले सुशासन कायम गरेको छु, मैले सरकार चलाउँदा सुशासन कायम गरेर चलाएको छु भनेर यो दाबी लिने कुरा स्वाभाविक हो। शासकहरूले मैले सुशासन गरेको छु भन्नुहुन्छ। तर सुशासनलाई कसरी बुझ्ने त भन्दा यो सुशासन चाहिँ अब्जेक्टिभ अर्थात् व्यक्तिपरक भन्दा पनि अब्जेक्टिभ अर्थात् वस्तुपरक भन्दा पनि यो चाहिँ अलिकति सब्जेक्टिभ हुँदो रहेछ। भनेको चाहिँ यो व्यक्तिपरक हुँदो रहेछ, व्यक्तिमा यो फरक धारणा हुने खालको हुँदो रहेछ। जस्तो सुशासन भन्नाले सामान्यतया त हामीले सुशासन भन्नाले पारदर्शिता, जवाबदेहिता, त्यस्तै न्यायपूर्ण र प्रभावकारी शासन व्यवस्था भन्ने बुझ्छौँ। त्यसै गरिकन जनताको सरकारले कसरी सुशासन कायम गर्ने भन्दाखेरि जनताको कुरा सुन्ने, सिधा साँचो रूपमा काम गर्ने, कानुन अनुरूप चल्ने, कानुन अनुरूप काम गर्ने, भ्रष्टाचार नगर्ने र सबै नागरिकलाई चाहिँ बराबरी अधिकार र सेवा चाहिँ प्रत्यायोजन गर्ने कुरा भयो भने चाहिँ सामान्यतया सुशासन छ भनेर भन्न सकिने स्थिति हुने रहेछ। अहिले जुन यो ओली सरकारको विषयमा चाहिँ योभन्दा अगाडिको के सुशासन गरेको थिएन ओली सरकारले भन्ने कुराहरू धेरै आउँछन् र उहाँहरू आफूले भन्दाखेरि हामीले एकदमै सुशासन गरेका थियौँ भनेर भन्नुहुन्छ। हामीले सुशासन युक्त तरिकाले चलाएको थियौँ भनेपछि त्यहाँनेरि चाहिँ के भ्रष्टाचार भएको थिएन, त्यहाँनेरि के सिधा स्वच्छ रूपमा काम भएको थियो, के त्यहाँ चाहिँ सबै नागरिकले पाउने अधिकार र सेवा सबै नागरिकले पाउने, है उहाँहरूको आसपासमा भएका भन्दा अरूले पनि पाउने सेवाहरू बराबरी थिए, के चाहिँ शासन व्यवस्था प्रभावकारी थियो, पारदर्शी थियो, जवाबदेही थियो, न्यायपूर्ण थियो भन्ने कुरालाई तौलिएर चाहिँ त्यो सरकार चाहिँ सुशासनयुक्त थियो या थिएन भन्ने कुरालाई निर्क्युल गर्नुपर्ने हुन्छ। नयाँ सरकार जुन छ यो सरकारले पनि हाम्रो मुख्य माग भनेको सुशासन भन्नुभएको छ। सुशासन भनेको वास्तवमा यो जुन चाहिँ जसले सरकार चलाउँछ, जो चाहिँ सत्तामा बसेको छ, सत्तासीन हुनुहुन्छ, उहाँहरूले मैले सुशासन भनेर भन्ने होइन, जनताले अनुभूति गर्ने कुरा हो, जनताले अनुभव गर्ने कुरा हो। जनताले मैले सेवा सुविधाहरू पाएको छु, मलाई न्याय भएको छ, यो सरकारले कुनै पनि कुराको जवाब दिन्छ, यो सरकार चाहिँ प्रभावकारी शासन व्यवस्था अन्तर्गत चलेको छ, यो सरकारले चाहिँ भ्रष्टाचार गर्दैन, यो सरकारले चाहिँ सबैलाई बराबरी अधिकार र सेवा दिन्छ भन्ने कुरा जनतामा प्रत्याभूत भयो भने त्यो सुशासन भयो। जनतामा त्यो चिजको प्रत्याभूति भएन भने त्यो चाहिँ सुशासन होइन। त्यही कारणले गर्दाखेरि अब सुशासन चाहिँ अब्जेक्टिभ होइन कि सब्जेक्टिभ भएको कारणले गर्दाखेरि जनताले नै यसको चाहिँ सम्पूर्ण रूपमा जनताले त्यो आभास गरे कि मैले चाहिँ सुशासन प्राप्त गरेको छु भन्यो भने सुशासन हुने भयो। शासकले सुशासन छ भनेर सुशासन हुने होइन। जनताले नै यो कुशासन भयो, शासन भएन, भ्रष्टाचार भयो भन्न थाल्यो भने त्यहाँ चाहिँ सुशासन नहुने रहेछ।